नमस्ते हजुरहरू सबैजनालाई आजको पोडकास्ट भनौँ या गफ गफमा स्वागत गर्न चाहन्छु। आजको यो वार्ता अलि छुट्टै छ। एभरेज इन्सपिरेसन वेबसाइट च्यानल और कम्युनिटीको मेन उद्देश्य भनेको जीवनको भोगाई अनि इन्सपिरेसन्सहरू सेयर गर्ने हो। म सधैँ भन्ने गर्छु लाइफ इज ब्युटिफुल भनेर। तर यो स्टेटमेन्ट सबै सुख आनन्द प्रिभिलेज अवसरहरूबाट मात्र प्रेरित भएको चाहिँ होइन। जस्तो सुकै सङ्घर्ष, बाधा, विवशता, धैर्यता, अवरोधपछि पनि मानिसको जीवनमा अन्त्यमा सुखको आगमन अवश्य हुन्छ। दुःखपछिको सुख, बिछोडपछिको सङ्गम, वादापछिको सफलता, धैर्यपछिको सफलता, यी सबै कुराले पनि आभास ल्याउँछ जीवन साँच्चै नै सुन्दर छ भनेर। यही सिलसिलामा मैले एउटा आदरणीय पाहुनासँग वार्तालाप गर्ने मौका पाएको छु। मेरो नजिकको प्रिय साथी अनु महर्जनको आमा हुनुहुन्छ उहाँ। स्वागत गरौँ उहाँलाई। आन्टी नमस्ते। हजुरलाई धेरै धेरै नमस्ते। स्वागत छ। हजुरको परिचय दिनुहोस् न। मेरो नाम नारायण देवी महर्जन। हजुर आज मैले हजुरलाई यहाँ वार्ता गर्न यो इन्टरभ्यूमा स्वागत गरेको त हजुरलाई थाहा नै छ। हामीले लास्ट इयर हजुरसँग भेट भएपछि अनि जिन्दगीको कुराहरू सेयर गर्नुभएको थियो हजुरले। अनि मैले अनि अनुले सोच्यौँ किन हाम्रो रियल लाइफको स्टोरी हजुरको हाम्रो समाजको अगाडि किन प्रस्तुत नगर्ने त भनेर हामीले सोच्यौँ। किन भन्दाखेरि हजुरको जीवनमा हामी बिस्तारैदेखि सुरुदेखि नै सुरुवात गर्दै आउँछ अनि बिचमा हजुरको सफलता सङ्घर्ष सबै कुराहरू बिचमा आउँदै गर्छ। हजुरको हजुरको बसाइ कहाँ हो आन्टी? म त अहिले खास घर त मेरो धुमारै हो। हजुर अहिले बसाइ चाहिँ मेरो भङ्गालमा छ। हजुर हजुर भङ्गाल बस्छु म अहिले। हजुर हजुरको कतिजना सन्तानहरू छन् आन्टी? मेरो 2जना छोरा अनि छोरी एउटा। हजुर छोरी 3जना। 3जना। अनु त अब यहीँ अनु जर्मनी। महर्जन। हजुर अनु महर्जन त यहीँ हजुर जर्मनीमा म्युनिकमा हजुर। हाम्रो नजिकैको साथी हो। उसले धेरै सफलता पाएको छ सानो उमेरमा। हामीले उसबाट धेरै इन्सपिरेसनहरू लिन सक्छौँ। सानो उमेरमा नेपालबाट आएको एउटा महिलाले एक्लै सङ्घर्ष गरेर यति धेरै प्रोग्रेस गराएको छ, त्यसको लागि त हामी धेरै नै के भनौँ इन्सपायर्ड फिल हुन्छ उहाँलाई देखेर। अनि हजुर अनि सोच्यौँ अनु अनु यति सक्सेसफुल छ, यति स्ट्रङ छ, अनि उहाँको आमाको बारेमा पनि हामी केही कुरा सेयर गरौँ न भन्ने कुरा आयो। अनि हामीले यो अन्तर्वार्ता रेकर्ड गर्न लागेको हो। अनि आन्टी हजुरको दाम्पत्य जीवनको बारेमा हजुर भन्न चाहनुहुन्छ? हजुर म भन्न चाहन्छु। मेरो विवाह चाहिँ 2039 साल साउन 4 गते भएको थियो। हजुर त्यहाँबाट हामी अब त्यतिखेर त अब धेरै राम्रो थियो। अब भर्खरको 14 वर्षको उमेरमा बिहा भएको हो ए होइन। हजुर हजुर 14 वर्षको उमेरमा बिहा भएको थियो। अब त्यतिखेर चाहिँ अब ऊ गर्दै जाँदा सङ्घर्ष गर्दै जाँदा जेठो छोरो भयो। हजुर जेठो छोरो भएपछि त्यहाँबाट मेरो ससुरबा बित्नुभयो। हजुर अनि ससुरबा बितिसकेपछि त्यस्तै अब दुःख सुखको उताउ चढाउ हुँदै गयो होइन। त्यहाँबाट फेरि पछि कान्छो छोरो भयो। हजुर अनि कान्छो छोरो भएसम्म चाहिँ अब ठिकै थियो घरमा। अब त्यहाँबाट पछि चाहिँ अब त्यस्तै हो घरमा अब कुराहरू नमिल्ने होइन। मैले भनेको उहाँले नहुने, उहाँले भनेको मलाई नहुने, त्यस्तो कुराहरू भइरहेको थियो। तैपनि नानीहरूको लागि चाहिँ म सङ्घर्ष गरेर नै बसिरहेको थियो। मैले घर छोड्यो भने मेरो नानीहरू अनाथ हुन्छ भनेर। हजुर अहिले चाहिँ अब सबै कुरा ठिकै छ, राम्रै छ। हजुरले मलाई अँ, एउटा कुरा भन्न मन लाग्यो। हजुरको पढाइ कतिसम्म छ आन्टी? मेरो त पढाइ छैन, जिरो। अनि पढाइ पढाइ छैन भनौँ भने मलाई सबै पढ्न आउँछ, तर म अक्षर चिन्दिनँ होइन। किनभने मेरो दाजुभाइहरू चाहिँ स्कुलभित्र पढ्थ्यो भने म चाहिँ बाहिर बाख्रा गोठालो बसेर गाई गोठालो बसेर बाहिरबाट उनीहरूले पढेको चाहिँ सुनेर उनीहरू सँगसँगै पढ्थेँ पढ्न चाहिँ। तर मलाई अक्षर चाहिँ मलाई थाहा छैन। है पढ्न चाहिँ मलाई आउँछ। है किनभने आँखा बिनाको लट्ठी भने जस्तै होइन। हजुर
हजुर। हजुर। अनि हजुरले आफ्नो अब छोराछोरी तिनजना छन् साना साना, हजुरले कसरी अनि जीविकोपार्जन गर्नलाई आफूले आफूलाई आफूलाई सम्हालेर आफ्नो बच्चाहरूलाई सम्हाल्ने कसरी गर्नुभयो नि आन्टी? त्यो त धेरै सङ्घर्ष गरेँ मैले। मैले जति सङ्घर्ष कसैले पनि गरेन होला सायद। मेरो नानी बाबुहरू भोकै हुन्छ, लालन पालन, स्कुलमा फी तिर्नदेखि लिएर होइन, हजुर। हरेक कुराहरू मेरो बच्चाहरूको आँखामा चाहिँ म आँसु हेर्न सक्दिनँ थिएँ। बच्चाहरू किनभने अलिकति ड्रेस मैलो भयो भने लाइनबाट निकाल्थ्यो होइन, जस्तै दुःख भयो भने बोर्डिङमै पढाएको थिएँ। अनि उनीहरू अलिकति लुगा मैलो भयो भने रुन थाल्थ्यो घरमै पनि। हजुर। अनि त्यहाँबाट एक जोरको ठाउँमा मैले 2 जोर 3 जोर हाल्ने गरेर उनीहरूको त्यो लुगाहरू फेर्ने वातावरण गरेँ बिस्तारै बिस्तारै। हजुर। अनि त्यहाँबाट स्कुल जान्थ्यो आउँथ्यो। त्यहाँबाट गर्दै जाँदाखेरि यो अहिले अब छोरी भयो हजुर। होइन, 5 वर्षको अन्तरालमा कान्छो छोरो पाएर 5 वर्षपछि छोरी भयो। हजुर। मैले त अब छोरी नपाउने, अब 2टा सन्तानलाई पनि गाह्रो छ, मैले गर्नुपर्छ सबै कुरो। अब उसको बाबा त अब खालि बाहिर हिँड्ने, बाहिर बाहिर बाहिरै हिँड्ने होइन, हजुर। घरमा त्यति वास्ता ऊ त्यो नगर्ने। हजुर। अनि 2टा भन्दा त म गर्न सक्दिनँ भनेको। पछि अब त्यस्तै गर्दै जाँदाखेरि मलाई रोग लाग्यो त्यतिखेर पनि। उम्, यो के भन्छ, यो ग्लाइन टिबी भन्ने रोग लागेपछि त्यो निकाल्नु पर्यो मैले, त्यो जुन औषधि हजुर। त्यो निकालेपछि पछि हुँदै जाँदाखेरि अब यो छोरी आयो पेटमा होइन, छोरी आएछ। हजुर। अनि त्यहाँबाट छोरी भयो, ठिकै थियो। अब पछि गर्दै जाँदाखेरि अब मेरो छोरी चाहिँ धेरै ज्ञानी। उसले किनभने आमाको अनुहार यसो हेऱ्यो भने बुझ्छ कि उसले, सानैदेखि आमाको मर्क बुझ्ने, आमाले काम गरिराख्यो भने नसके पनि आएर सघाइदिने त्यस्तो गर्थ्यो। हजुर। अनि मैले चाहिँ पढ, तिमी पढ, ठुलो मान्छे हौ, म तिमी ठुलो मान्छे भएको हेर्न चाहन्छु भन्थेँ उसलाई। हजुर। अनि त्यो त म भइ नै हाल्छु नि मम्मी, हजुरको अलिअलि काम पनि त सघाउन दिनु न मलाई भन्थ्यो उसले। हजुर। हजुर। त्यही त छोरीले धेरै प्रोग्रेस गरेछ आन्टी, हामी एकदमै गर्व हुन्छ हामीलाई अनुलाई हेरेर। अनि म पनि एउटा आमा हो, एकजना छोराको म पनि आमा हो, मेरो छोरा 4 वर्षको छ। अनि मलाई एउटा कुरा सोध्न मन लाग्यो आन्टी, अब मेरो केसमा त म जर्मनीमा थिएँ। अनि मेरो सङ्घर्ष भनेको त्यस्तो हजुरहरूको तुलनामा केही पनि होइन होइन, किन भन्दा यहाँ सबै स्वास्थ्य सिस्टम, हेल्थ सिस्टम अनि सबै थोक इन्सुरेन्स सिस्टम सबै थोक हुन्छ, त्यसको लागि त्यो टेन्सन छैन। तर मलाई सोध्न मन लागेको त्यो बेलामा हजुरको आमा बन्ने त्यो सन्दर्भमा भनौँ न, बच्चा पेटमा आएदेखि अनि त्यसपछि आफूले गर्ने स्याहार सुसार अथवा त्यस्तो त्यस्तो बेलामा हजुरको सङ्घर्ष केही न केही त थियो होला जस्तो लाग्छ। केही भनिदिन चाहनुहुन्छ हाम्रो अडियन्सलाई आन्टी? सङ्घर्ष त धेरै थियो। अब यो 2टा नानी बाबुहरू पाउँदाखेरि त मैले हस्पिटलै धाएन होइन, घरमै अब पेटमा आएकोदेखि घरमै पायो, घरमै डेलिभरी भयो, त्यो भयो। तर छोरीको पालामा चाहिँ सबैले कराउन थाल्यो, हस्पिटल जानुपर्छ, अहिलेको जमाना पनि घरमा बसेर हुँदैन, तिमी जाऊ भनेर। अनि उसको पालामा चाहिँ म महिना महिनामा चेकअप गर्न जान्थेँ, उहाँ थाप्थैले हस्पिटल पुग्थेँ। हजुर। अनि उहाँहरूले चाहिँ अनि राम्रै छ भनेर चेक गरेर उ गरेर पठाउनुहुन्थ्यो। तर महिना महिनामा चाहिँ जानु पर्थ्यो उहाँ चाहिँ, हजुर। थाप्थली चाहिँ। हजुर। अनि डेलिभरीहरूको केसमा कसले कसले हेरचाह गर्ने, कोही आउनुहुन्थ्यो खानाहरू ल्याउने, त्यस्तो त्यस्तो कस्तो थियो हजुरको भोगाइमा चाहिँ? डेलिभरीको केसमा त अब पहिला त अब घरमै भयो होइन, 2टा हजुर। नानीहरू ल्याउनु परेन। छोरीको पालामा चाहिँ उसको बाबाले ल्याउनुहुन्थ्यो, हजुर। ल्याउन चाहिँ हजुर। बाबा चाहिँ आउनुहुन्थ्यो अनि खाना ल्याइदिनुहुन्थ्यो अनि जानुहुन्थ्यो काममा। हजुर। उहाँ हजुर। चाहिँ अब ड्राइभर हुनुहुन्थ्यो, गाडी चलाउनुहुन्थ्यो। यो के भन्छ, जोरपाटी रत्न पार्क चल्थ्यो त्यतिखेर। हजुर। अनि म काममा जानुपर्छ भन्नुहुन्थ्यो, जानुहुन्थ्यो छोडेर। अनि एकजना साथी राखेको थियो मलाई। हजुर। त्यो साथी चाहिँ अब कहिले कता उसलाई त्यो चुरोस सुरोस खानुपर्ने। हजुर। अनि ऊ चाहिँ छोडेर गइरहन्थ्यो, तै पनि म केही पनि भन्दिनँ थियो उसलाई पनि। जे जस्तो भए पनि साथी बस्टेको छ भन्ने गर्व लाग्थ्यो मलाई, कोही हजुर। न कोही त रहेछ मेरो भन्ने। हजुर। अनि हजुर अर्को कुरा मलाई के सोध्न मन लाग्यो भने
अ, हजुरलाई आफू आइएमए आइएमए मान्छे एउटा महिला मान्छे भएर किन चाहिँ मान्छेले आफ्नो आफूमा निर्भर हुनुपर्छ जस्तो लाग्छ? आफूमा निर्भर भन्नाले आफै पैसा कमाउने, आफै एउटा सक्षम हुनुपर्छ जस्तो चाहिँ किन लाग्छ आन्टी हजुरलाई? त्यो त यस्तो हो किनभने अरूको भरमा बाँच्नु त भोकै मर्नु बराबर हो होइन। किनभने आफूले दुई चार पैसा कमायो भने आफ्नो कमाइ आफै रमाइ भन्छ होइन। त्यो भएर चाहिँ म आफैले पनि केही गर्नुपर्छ भनेर चाहिँ मैले दुनियाँ सङ्घर्ष गरेँ। थाहा छ मेरो नानी बाबुहरूले पनि मम्मीले कति सङ्घर्ष गर्यो भने चाहिँ आफैले कमायो भने आफ्नो पैसामा धेरै खुसी पाउँछ। हजुर। अनि हजुरले अब मैले पहिले गफ गरेको थिएँ लास्ट इयर हजुर यहाँ आउँदाखेरि धेरै कुराहरू गरेको थियो। के हजुरलाई हाम्रो अडियन्सहरूसँग केही सेयर गर्न मन छ? केही कुराहरू सुनाउन मन छ? हजुरको एउटा सङ्घर्षको यस्तो भएको थियो, मलाई यति गाह्रो भएको थियो भनेर हजुरलाई केही छ सम्झना? जुन चाहिँ हजुरले हामीलाई सुनाउन सक्नुहुन्छ? त्यो त धेरै छ। एउटा 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 कुरा निकालिदिनुहोस् न आन्टी प्लिज। हजुर हजुरलाई ठिक छ भने, हजुरलाई गाह्रो हुँदैन भने? हजुर त्यो त ठिकै छ। अब घरमा अब पछि हुँदै गएपछि अब उसको नानीको बाबासँग कुराहरू मिल्दैन थियो होइन। धेरै कुराहरूमा सङ्घर्ष गर्नु पर्थ्यो। अघि पनि भने मैले उहाँले भनेको मलाई नहुने, मैले भनेको उहाँलाई नहुने, हाम्रो सल्लाह नमिल्ने, उल्टो हुने। मैले भनेको कुरा उहाँले उल्टो हुने, उहाँले भनेको कुरा मलाई उल्टो हुने। अनि त्यो अब गर्दै गएँ अब पैसाको कारणले अब त्यही त हो नि। अब नानी बाबाहरू ठुल्ठुलो भएपछि पढाउन पनि खुवाउनलाई अब पाहुना पासादेखि लिएर होइन हरेक चिजहरू आफूले गर्नु पर्थ्यो। उहाँले त छोडेर जानुहुन्थ्यो। ल है के गर्नुपर्छ गर भन्नुहुन्थ्यो र छोडेर जानुहुन्थ्यो। भान्जा भान्जी आमा जोर आउनुहुन्थ्यो। उहाँहरूलाई मैले कहिले पनि उहाँहरूको आमा भने पनि बाबा भने पनि म यो भनेर मैले त्यो उहाँहरूको नि एउटा बच्चा जस्तो गरी स्याहार सुसार गर्थेँ सबैलाई। आफ्नो नानी बाबुदेखि लिएर भान्जा भान्जीदेखि लिएर सबैलाई। तर दुःख लाग्छ उहाँहरूले अहिले म घर छोडेको मैले अहिले लगभग झन्डै 6-7 वर्ष भयो होइन। हजुर उहाँहरूले चाहिँ अब यो बुहारी किन गए, कहाँ गए, किन हिँडी यसरी, कुनै खोज खबर नगर्दा चाहिँ दुःख लाग्छ। हजुर। अनि हजुर अहिले अरू हजुरको आफन्तहरूसँग चाहिँ कन्ट्याक्टमा हुनुहुन्छ कि हुनुहुन्न? आफन्त अरुणको बाबापट्टिको अनुको बाबापट्टिबाट त त्यति कन्ट्याक्ट छैन। भान्जी एकजना छ हजुर अनि मेरोबाट चाहिँ सबै कन्ट्याक्टमा छ। हजुर हजुर। अनि आन्टी हजुरले आजकल हजुरसँग कुरा गर्दाखेरि चाहिँ मैले बुझेअनुसार चाहिँ हजुर एउटा के भन्छ स्पिरिचुअल भनौँ न, स्पिरिचुअल भन्नाले पूजा पाठतिर लाग्नु भएको छ अनि एउटा धर्म भनौँ न, धर्म फलो गर्नुहुन्छ। त्यसको बारेमा के भनिदिनुहोस् न। मलाई एकदम रमाइलो लागेको थियो हजुरसँग कुरा गर्दाखेरि। हजुरले हुन्छ नि के सिक्नु भएको थियो अनि जिन्दगीमा राम्रो राम्रो कुराहरूको बारेमा बुझ्नु भएको थियो अनि हजुरले सेयर गर्नुभएको थियो। यो हाम्रो अडियन्सहरूलाई पनि सुनाइदिनुहोस् न आन्टी। हजुर म सुनाउँछु। किनभने म पहिला बाबा र मम्मी मकामै बस्नुहुन्थ्यो होइन। अनि बाबा बित्दा त मलाई त्यस्तो खासै केही त्यस्तो लागेन। तर मम्मी बितेपछि चाहिँ साह्रै टुहुरो हुँदो रहेछ। मेरो कोही रहन्छ धरती नै फाट्यो आकाशै झरे जस्तो भएको थियो होइन। एकजना मा हुनुहुन्थ्यो उहाँले चाहिँ भन्नुहुन्थ्यो मलाई। अनि नानी उहाँ आउनुहुन्थ्यो बेला बेलामा। अनि नानी यस्तो गरेर नबस्छ हिँड, तिमीलाई मन पर्यो भने तिमी गर, मन नपरे नगर, चित्त बुझ्छ भने गर भन्नुभएको थियो उहाँले। हजुर अनि मम्मी बितेपछि चाहिँ तिम्रो यस्तो मम्मी हजारौँ मिल्छ त्यहाँ, धेरैले माया गर्छ तिमीलाई, धेरै आमाहरू मिल्छ भन्नुभयो र एक दिन लानुभयो। तर त्यो घरमा बस्दाखेरि साँच्चीकै मेरो घरमा मेरो माइती घर त यही रहेछ, मेरो स्वर्ग त यही रहेछ भन्ने लाग्यो भित्र। त्यो जुन एउटा खुट्टा भित्र राख्ने बित्तिकै हजुर त्यहाँबाट उहाँ गए। उहाँको अब दिदीहरूले सबै कुराहरू बुझ्नुभयो, सबै के गर्नुहुन्छ कसो गर्नुहुन्छ भन्ने कुराहरू उहाँले बुझाउनु सम्झाउनु भयो मलाई। कुन कुन चाहिँ अनि धर्मको कुरा गर्नुभएको आन्टी? कुन चाहिँ धर्म भन्नाले कुन यो चाहिँ? हजुर हिन्दू नै हो तर ओम शान्ति हजुर भन्नुहुँदो रहेछ मैले होइन। त्यही भन्न खोजेको, ओम शान्ति। हजुर ओम शान्ति। त्यो भएर त्यहाँ गएपछि चाहिँ मलाई यो
मम्मीको त्यति याद पनि आएन। उहाँको आमाहरूले धेरैले अँगाल हालेर होइन मलाई त्यहाँ बोल्न पनि लगाएको थियो। हजुर अनि बोल्न लगाउँदाखेरि चाहिँ म एकदम भावुक भएँ, मैले बोल्नै सकिनँ त्यहाँनिर चाहिँ। हजुर तर आमाहरूले धेरैजना आमाहरू आएर हेर हामी पनि आमा हो, हामीले नै आमा सोच भन्नुहुन्थ्यो। त्यहाँबाट चित्त बुझाएँ मैले। तर त्यहाँ गएदेखिको त्यो बाबासँग भेट भएकोदेखि मलाई अहिले कुनै चिन्ता पनि छैन, कुनै टेन्सन पनि लाग्दैन होइन। जे गर्नुहुन्छ उहाँले नै गर्नु हुँदो रहेछ, जहाँ पुर्याउनुहुन्छ उहाँले नै पुर्याउनु हुँदो रहेछ। धन्यवाद मेरो बाबालाई, धेरै धेरै धन्यवाद गर्छु म उहाँलाई। अलिकति केही भयो भने उहाँले आएर सम्झाउनुहुन्छ होइन, कोही न कोही माध्यम बनाएर पठाउनुहुन्छ उहाँले। हजुर हाम्रो रक्षा गर्ने धेरै हजुर हजुर हामी सबैको रक्षक त उहाँ नै हुनुहुँदो रहेछ होइन। तर मान्छेहरूले नबुझेर अनेकलाई मानेको पनि ठिक छ, त्यो नराम्रो भन्दिनँ होइन। धेरै सङ्घर्षपछि नै भेट्दो रहेछ भगवान्लाई, हजुर त्यो चाहिँ म भन्न चाहन्छु। हजुर हजुर भनेपछि हजुर एउटा आफ्नो धार्मिक हिसाबले एउटा भगवानको नजिक भगवानको नजिक चाहिँ पुग्नु भएको छ हजुरले होइन भनेपछि हजुर हजुर मलाई उहाँ पाइसकेपछि अहिले मैले किनभने जति पनि छ मेरो सबै उहाँलाई सुम्पिदिएको छु होइन। जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ, म त बस एक माध्यम भनौँ न। हजुर उहाँले जे भन्नुहुन्छ निर्देशन दिनुहुन्छ, उहाँले गराएको अनुसारले मैले गर्ने हो, निमित्त मात्रै रहेछु भन्ने कुरा त्यो सोचेर चाहिँ अहिले म गर्छु होइन। तर धेरै खुसी लाग्छ। हजुर अनि आन्टी एउटा खुसी जीवन बिताउनलाई के चाहिने रहेछ आन्टी? खुसी जीवन बिताउनलाई त एउटा किनभने सुखी परिवार, एउटा मन मिल्ने श्रीमान होइन। अब किनभने मन मिलेन भने एक अर्कामा धेरै दुःख हुँदो रहेछ। दुःख किनभने चित्त नबुझ्दाखेरि अब आफूले पनि भनिन्छ, उहाँले पनि भनिन्छ। अब भनाभन भएपछि चित्त पनि दुख्छ, मन फाट्दै जान्छ होइन। त्यही भएर सबैजना मिलेर बस्यो भने राम्रो छ। हजुर मिलेर चाहिँ बस्नु पर्दो रहेछ। अब सकेन भने छोड्ने। अब मैले पनि अब छोडिदिएँ। अब धेरै सङ्घर्ष गरेँ, धेरै रोएँ कराएँ, हजुर तर मेरो केही सिप लागेन। अहिले म खुसी छु, एक्लै बस्छु। छोरी छ, छोरीले गर्छ जे गर्नुपर्ने। हजुर उसले अलिकति मुखमा हेरेरै थाहा हुन्छ मम्मीलाई कस्तो छ के छ, यो आमाको हाल खबर के छ। अलिकति मुख अँध्यारो भयो भने उसले सोधी खोजी सबै गर्छ होइन। हजुर किनभने मैले मेरो आमाको आमा म थिएँ भने मेरो आमा अहिले मेरो छोरी भएर मेरो स्याहार सुसार गरिराखेको छ। है धेरै गर्व लाग्छ। छोरी हुँदा चाहिँ धेरै गर्व लाग्छ है त्यही त। हजुरलाई आफू नारी भएकोमा गर्व लाग्छ कि लाग्दैन आन्टी? गर्व लाग्छ मलाई एकदम। मेरो मम्मीले म धन्यवाद दिन्छु, किनभने मलाई छोरी भएर जन्माउनु भयो होइन। हजुर तर मम्मी बाबाको सेवा पनि गर्नु पाएँ, मम्मी बाबाको आशीर्वाद पनि पाएँ मैले। हजुर धेरै मेरो मम्मी बाबालाई चाहिँ धेरै म याद पनि गर्छु, गर्व पनि गर्छु आफू नारी भएको। हजुर अनि अब कुराहरूको सन्दर्भमा चाहिँ अब हजुर अनि अहिले अरू महिलाहरूसँग पनि अथवा कुनै संस्थासँग आबद्ध भएर केही महिलाहरूको सङ्गठनमा केही कामहरू गर्नुभएको हुन्छ, त्यसको बारेमा केही भनिदिनुहोस् न। काम त मैले त्यस्तो गरेको छैन। महिला समूहहरू भन्ने छ होइन, त्यहाँ चाहिँ 2-4 पैसा यसो छोरीले पठाएकोबाट हजुर कटौती गरेर चाहिँ 2-4 पैसा चाहिँ जोगाइराखेको छ। अब भोलि उसलाई भए पनि हुन्छ, आफै भए पनि हुन्छ भनेर अब घरमा राख्यो भने त त्यही हो। मान्छेको मन धन देखेपछि चलबल चुलबुल हुन्छ कि के भन्छ नि, हजुर भन्नाले यो त्यस्तै हुन्छ। त्यही महिला अनि महिला यो सङ्गठन अथवा महिलाको यो सहकारी समूह सहकारी समूह यसमा कार्यक्रमहरू सिकाउने ओर्ने त्यस्तो त्यस्तो पनि हुन्छ, कुनै सिप कलाहरू सिकाउने त्यस्तो हुन्छ? हाम्रोमा चाहिँ त्यस्तो छैन। ए हजुर तर हजुर पहिला चाहिँ त्यस्तोमा आबद्ध हुनुहुन्थ्यो, सिप कलाहरू सिक्ने अनि प्रौढ शिक्षाहरू गर्ने त्यस्तो त्यस्तो कस्तो छ आन्टी हजुरको एक्सपिरियन्समा चाहिँ?
पहिला चाहिँ मैले प्रौढ शिक्षा अलिअलि चाहिँ पढेको हो होइन, नानी बाबु सानो सानो अब धेरै तनावको कारणले गर्दाखेरि अब त्यति पढ्न पनि पाएन। हजुर सिपहरू भन्ने चाहिँ अब सबै कुरा सिकेको छु, तर गरेको चाहिँ अहिलेसम्म केही पनि छैन। ए हजुर ठिकै छ। आफ्नो लागि चाहिने चाहिँ गर्नु सक्छु। ए हजुर होइन, मैले भनेको चाहिँ मेरो दिमागमा चाहिँ हजुरले अब सहकारी संस्थाबाट अथवा यो महिला समूहबाट शिल्पकलाहरू सिक्ने काम गर्नुहुन्थ्यो कि भन्ने पनि मेरो सोचाइ थियो, त्यही भएर सोधेको मात्रै हो। त्यस्तो त्यस्तो कस्तो छ अहिले यो सिपकला सिक्ने समूह नेपाली महिलाहरूको लागि त्यसको बारेमा हजुरलाई के जानकारी छ आन्टी? किन भन्दाखेरि हाम्रो गाउँ गाउँमा महिलाहरू यस्तो समूहमा भाग लिनुहुन्छ, अनि त्यसपछि सिपहरू सिकिराख्नु भएको हुन्छ, अनि त्यसपछि सिप सिकेर कला सिकेर केही बनाउने, कुनै पनि कुराहरू बनाउने, त्यस्तो बनाएर 2-4 पैसा कमाउने त्यस्तो पनि सुनिन्छ नि। त्यसको बारेमा हजुरलाई के ज्ञान छ कि छैन आन्टी? त्यसको बारेमा चाहिँ पहिला चाहिँ मैले गरेको हो, नगरेको होइन। अहिले यहाँ चाहिँ हाम्रो त्यस्तोहरू केही पनि छैन। यस्तो कलाहरू सिकाउने, सिप सिकाउने, अब त्यो सायद म बाहिर नहिँडेर पनि हुनसक्छ होइन। हजुर अब किनभने अब झन्डै 2 वर्ष भयो मलाई सञ्चो नभएको, म बिरामी भएर हस्पिटल मात्रै धाएर बसिरहेको। हजुर त्यसको कारणले पनि, तर सिप कलाहरू त अब ठाउँ ठाउँमा त होला। हजुर अरू मान्छेहरूलाई अथवा अहिलेको हजुरको छोराछोरीहरू छन्, अनि हजुरले एउटा कुनै पनि आमा बुवाको छोराछोरीहरूलाई के सन्देश दिन चाहनुहुन्छ आन्टी? छोराछोरीहरूले चाहिँ म के सन्देश दिन्छु भने, जस्तो भए पनि आमा बुवा हो होइन, छोराछोरीले चाहिँ हेर्नुपर्छ। किनभने भोलि आफ्नो पनि छोराछोरी हुन्छ, आफूले जस्तो व्यवहार गरे त्यस्तै गर्छ होइन। त्यो भएर चाहिँ सबै छोराछोरीहरू ज्ञानी गुणी भएर एक साइड आफ्नो श्रीमतीले पनि हेर्नुपर्छ, हेर्नु नपर्ने होइन। किनभने अर्काको छोरी ल्याइसकेपछि ऊ पनि आदि अङ्ग हुन्छ। तर त्यसको साथसाथै आफ्नो मम्मी बाबालाई पनि हेर्नुपर्छ भनेर भन्न चाहन्छु म। हजुर अनि हजुरलाई लास्ट इयर जर्मनी आउँदाखेरिको अनुभव कस्तो थियो आन्टी? हामीलाई सेयर गरिदिनुहोस् न, कस्तो भयो? जर्मनी त धेरै रमाइलो है। भाषा नबुझ्ने त्यो चाहिँ नरमाइलो लाग्यो मलाई होइन। किनभने अब नेपालीसँग भेट्दा त अब आफ्नो भाषा भइहाल्यो, तर उहाँहरूसँग गर्दा चाहिँ अब किनभने आफूले बोल्नु मन लाग्थ्यो होइन। अब हाम्रो भाषा उहाँले नबुझ्ने, उहाँको भाषा हामीले नबुझ्ने, मैले नबुझ्ने भएपछि चाहिँ अनि आफूले हाँसो पनि लाग्थ्यो। एक हिसाबले बोली भएर पनि लाटो जस्तो होइन। हजुर बोली त छ तर मान्छे हुन्छ नि अब बोल्न नजान्ने लाटो जस्तै हुँदो रहेछ। तर पढाइ चाहिँ हुनुपर्ने रहेछ भन्ने कुरा चाहिँ त्यो चाहिँ मैले अनुभव गरेँ त्यहाँ गएर। पढाइ रहेछ जस्तो लाग्यो। हजुर अनि आन्टीले हजुरलाई आफूमा गर्व लाग्ने कुरा चाहिँ के, आफ्नो बारेमा गर्व लाग्ने कुरा चाहिँ के हो आन्टी? आफ्नो बारेमा गर्व लाग्ने कुरा चाहिँ मैले नानी बाबुहरूले जति सक्छ होइन, कुनै कुरामा पनि कमी गराइन। अब शिक्षादेखि लिएर पढाइदेखि लिएर मैले सकेको अनुसारले गरेँ। त्यसमा नै म धेरै ठुलो गर्व लाग्छ। गर्व लाग्ने कुरा चाहिँ हजुर मैले अघि बताउनु पर्दैन, किनभने म नपढे पनि अक्षर नचिने पनि तर नानी बाबुहरूलाई चाहिँ मैले देखाउन चाहिँ सिकाएँ। किनभने टिचरहरूले माथि दिनुभएको हुन्थ्यो नि एबिसी भनेर, त्यो हेरेर देखाउन चाहिँ सिकाएँ। अनि त्यो अहिले सम्झिन्छु, मलाई त पढ्न आउँदैन, मैले कसरी सिकाएँ होला म भने जस्तो लाग्छ कि कसरी सिकाएँ होला। उनीहरूको हात समातेर चाहिँ म लेखाउँथेँ। त्यो चाहिँ मलाई अचम्म पनि लाग्छ, गर्व पनि लाग्छ। जे भए पनि नजाने पनि नानी बाबुहरूले मैले सिकाएँ नि भन्ने जस्तो लाग्छ, आफूले गर्व लाग्छ। हजुर अनि हजुरको योजना, भविष्यको योजनाहरू हामीलाई भन्न मिल्छ? के छ हजुरको, अब के गर्ने भनेर, अथवा के छ हजुरको योजना चाहिँ? अब अहिलेको योजना त खासै गरेर केही पनि बनाएको छैन, किनभने स्वास्थ्य ठिक छैन। खासै गरेर केही सोचेको छैन। अब छोरी जर्मनमा छ, उसले खर्चहरू पठाउँछ, खाएको मजाले बसेको आनन्द लिएछु। किनभने ल है छोरी पुगेन, अलिक थपेर पठाइदियो भन्छु उसलाई। हजुर
अब योजना त थाहा छ केही पनि छैन। हजुर अहिले आफूले आफूलाई सुखी अवस्थामा छु भन्न भन्न सक्नुहुन्छ? हजुर एकदम सुखी अनि सन्तुष्टि, एकदम सुखी अनि सन्तुष्टि। हजुर 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 सुखी पनि छु, सन्तुष्टि पनि छु र होइन म हजुर आनन्दले बसेको पनि छु। धेरै खुसी लाग्छ, गर्व लाग्छ मेरो छोराछोरीहरू ठाउँमा देखेर अरू भनेको। हजुरको अहिले स्वास्थ्यमा चाहिँ के छ, कस्तो छ स्वास्थ्य स्थिति चाहिँ? स्वास्थ्य स्थिति चाहिँ अब 20को 19 भएको छु। अब धेरै अब चाहिँ केही हुन्छ कि जस्तो लागेको छ मलाई। हजुरलाई के रोग लागेको योभन्दा आन्टी अहिले? हजुरलाई के रोग लागेको? अहिले मलाई पहिला त अब धेरै हस्पिटलहरू धाएँ, पत्ता लागेन। अहिले चाहिँ अब टिबी भयो भन्नुभयो होइन। हजुर पहिला चाहिँ म कहाँ आएन टेकु टेकु गएँ, 1 हप्ता त्यहाँ धाएँ। अनि टेकुबाट चाहिँ मलाई क्षयरोग हस्पिटल कालीमाटी पठाउनु भयो। हजुर अनि कालीमाटीमा चाहिँ लगभग 1 हप्तामा रोग पत्ता लगाए। उहाँबाट चाहिँ हजुरले टिबी भएको छ, 6 महिना औषधि खानुपर्छ भन्नुभयो। अनि ठिक हुन्छ। अनि त्यो अब चुरोस के खानुहुन्छ भन्ने सोध्नुभयो। म त्यस्तो त केही पनि खान्न भनेर भने। त्यसो भने हजुर ढुक्क भएर खानुहोस्, 6 महिनामा हजुर स्वस्थ हुन्छ भन्नुभयो। अनि त्यहाँबाट म औषधि दिनुभयो, औषधि खाँदै गएँ। आज ठ्याक्कै 10 दिन भयो मैले औषधि खाएको। तर जस धेरै सास फेर्न ओर्न धेरै सजिलो भएको छ। तर बेलुका हुँदै जाँदा चाहिँ अलिक गाह्रै हुन्छ मलाई। अस्तिको दिन चाहिँ म उसमा गएको थिएँ, यो के भन्छ गोलफुटा र उसमा हेल्पसमा गएको थिएँ। अनि त्यहाँ चाहिँ औषधि सौषधि लिएँ। अनि नर्सहरूसँग पनि कुराहरू गरेँ। अनि उहाँहरूले आत्तिनु पर्दैन, ठिक हुन्छ, सबैजना मान्छेहरू ठिक भइराखेको छ, तर औषधि चाहिँ खानु पर्यो भन्नुभएको थियो। अनि औषधि खाएँ। अनि त्यहाँ बस्दा बस्दै एउटा नयाँ नम्बरबाट मलाई कल आयो होइन। मैले उठाएँ, रिसिभ गरेँ। अनि उहाँले चाहिँ हजुर को बोल्नु भएको भन्नुभयो। म नारायण देवी महर्जन हो भनेर भने। अनि उहाँले अनि एकैचोटि म यहाँ क्षयरोग हस्पिटलबाट डक्टर बोलेको भन्नुभयो। अनि उहाँले चाहिँ सोध्नुभयो होइन, हजुरलाई स्वास्थ्य कस्तो छ अहिले, सास फेर्न ओर्न खाना रुच्ने कस्तो छ भनेर भन्नुभयो। अनि अब खाना चाहिँ त्यति रुच्दैन मलाई। यो नाइटोको वरिपरि चाहिँ दुखिरहेको छ, किन होला, अब पोर अपरेसन पनि भएको हो भनेर त्यो पनि भने मैले उहाँलाई। अनि त्यो कारणले पनि हुनसक्छ, अथवा ग्यास्ट्रिकले पनि हुनसक्छ हजुरलाई भनेर भन्नुभयो। त्यही एकचोटि देखाउनुहोस्, भन्नुहोस्, उहाँहरूसँग सल्लाह लिनुहोस्, भएन भने हस्पिटल आउनुहोस् भन्नुभयो उहाँले। अनि त्यही भएर मलाई धेरै खुसी लाग्यो। यस्तो धेरै पैसाहरू सकाएर हस्पिटलहरू धाएँ गरेँ होइन। कसैले पनि यस्तो फोन गरेर चाहिँ हजुरको स्वास्थ्य कस्तो छ के छ भनेर सोध्नु भएको थिएन। तर त्यहाँबाट चाहिँ मलाई त्यति उहाँ डक्टरले फोन गर्दा पनि धेरै गर्व लाग्यो कि यति केयर गर्नु हुँदो रहेछ शरीरको भन्ने कुरा चाहिँ हजुर धेरै खुसी लाग्यो। हजुर त्यो कुन हस्पिटलबाट भन्नुभएको आन्टी? यो कालीमाटी क्षयरोग हस्पिटल। ए हजुर त्यहीबाट डक्टरले नै फोन गरेर हेल्थ सिचुएसन सोध्नु भनेको त धेरै राम्रो कुरा हो नि होइन? यो चाहिँ फेरि जर्मनबाटै सहयोगमा चलेको हस्पिटल रहेछ होइन। ए हजुर हजुर माथि दिदीले चाहिँ हेर्नु भएको रहेछ। मैले त हेरेको पनि थिइनँ दायाँ बायाँ, किनभने मलाई अब त्यो गाह्रो थियो। अब मान्छेहरू यतै उतै खाङखाङ र खुङखुङ गर्ने मान्छेहरू होइन। हजुर अनि चुप लाएर बसिरहेको थिएँ। अनि उहाँले चाहिँ ल छोरी जर्मनबाटै आएको सहयोगबाट चाहिँ यो खोलेको हस्पिटल रहेछ भन्दा झन् खुसी लाग्यो कि मलाई। हजुर त्यही भने त्यही त राम्रो। त्यो डक्टरले नै फोन गरेर कस्तो छ स्वास्थ्य भनेर सोध्नु भनेको त एकदमै राम्रो कुरा हो। हजुर हजुर धेरै खुसी लाग्यो मलाई चाहिँ। उहाँहरूले चाहिँ अब म बेला बेलामा म हजुरले कल गर्दै गर्छु, कल चाहिँ रिसिभ गर्नु होला, साह्रो यति गाह्रै भयो भने चाहिँ आउनु होला भनेर भन्नुभयो कि। हजुर अनि हुन्छ डाक्टर साहब भनी राखेँ। धेरै खुसी लाग्यो। अनि उनीहरू त्यो हेल्पसको मान्छेहरू पनि छक्क पर्यो। अनि तपाईँले त यति धेरै माया गर्नु हुँदो रहेछ, डक्टरले फोन गरेर ल्याउनु हुँदो रहेछ भन्ने कुराहरू गर्नुभयो कि उहाँले पनि। हजुर हजुर त्यही त। हजुरलाई धेरै धेरै छिटो स्वास्थ्य लाभको कामना गर्छु आन्टी। छिटै स्वस्थ हुनुहोस्, हजुर त्यसपछि जर्मनी हजुर आउनुहोस्, भेटेर सँगै गफ गरौँला हामी। हुन्छ। हस् उहाँ आएर धेरै कुराहरू सेयर गर्नु पनि छ होइन। हस्, सल्लाह सुझावहरू लिने दिने होइन। हजुर
धेरै साथीहरूलाई अब एउटा भनौँ न एउटा मनको आनन्द होइन। हाम्रो सबभन्दा धन राम्रो धन भनेको सुख आनन्द होइन, शान्ति समृद्धि त्यस्तै त्यस्तै रहेछ धन भनेको कुरा। अब त्यस्तै धेरै साथीहरूलाई अब किनभने धेरै साथीहरू पीडामा हुनुहुन्छ, नबुझ्नाले गर्दा पनि पिरमा पर्नुभएको छ, कसलाई धेरै बुझेर पिरमा पर्नुभएको छ भने उहाँहरूसँग चाहिँ यस्तो कुराहरू धेरै आनन्दको कुराहरू म सेयर गर्न चाहन्छु र उहाँहरूको पनि केही कुराहरू लिन चाहन्छु होइन। जर्मन आएर नै भेटौँला। हजुर, हुन्छ आन्टी। हस् हस्। हस्, धन्यवाद। हस्, थ्याङ्क यू आन्टी।